लाग्यो पोखरीतिर। सँगसँगै मेरो गाउँको गाडी नआउने रोड बाटो गाडी चाहिँ चलेको छ आउँदैन। रोड बाटो चाहिँ खने चाहिँ यति जङ्गल पल्टी छ। त्यही नै हो। रोड बाटो पनि सक्सेस भएको छैन, पुरा भएको छैन। त्यो भएर पनि रोड बाटो अब गाडीहरू चाहिँ आएको छैन। गाडी सामानहरू लिएर आउने गाडी त आउँछ क्या, तर यहाँ थाहै आउँदैन त्यो अवस्थाको। चाहिँ रोड बाटो झरिसकेको छु। मेरो घरदेखि समथिङ 10 मिनट लाग्छ तल आउनुपर्छ हिँडेर। यो रोड बाटो पुरै यस्तो घाँस पलाएछ रोडमा। यसपालि त लोडर पनि आएन चाहिँ बाटो चाप्नको लागि। दसैँमा पोरपरा त आएको थियो। धेरै पनि भएको छैन रोड खनेको त, 3 वर्ष समथिङ भयो होला। तर गाडीहरू चाहिँ आएको छैन, चल्दैन। गाडी हाल्ने जस्तो पनि छैनन् गाउँमा, एकदम दुर्गम जस्तै हो। मङ्गल गाउँपालिका वडा नम्बर 2 मा पर्छ मेरो गाउँ पनि। यता हुँदै आज भोलि पर्सिसम्म त रमाइलो हुनुपर्ने हो। गाउँतिर पनि सुनसानै छ। अहिले लगभग 4 बजिसकेको छ। अब म 5:30 को टाइमतिर सायद म ससुराली गाउँ पुग्छु होला। अहिले चाहिँ म मेरै गाउँमा बाट जाँदैछु। अझै 15-20 मिनट लाग्छ मेरो गाउँ। बाहिर निक्लिनु नभए म अहिले ससुराली गाउँतिर जाँदैछु। हाई गाइस, म लगभग म चौरीतिर आइपुगेको छु। चौरीको नजिकै छ।
पिङ हालेको ठाउँ पनि म अब के बेरमा पुगिहाल्छु। तपाईँले देखिसक्नुहुन्छ पिङ हालेको ठाउँ पनि यही नै हो। लेङ्गे पिङ भन्छ हाम्रो गाउँतिर। बर्सी नै हाल्छ बाँसको। यसपालि नै आएर हामीले नै हालियो, 15 गते हालियो, घाँस काटियो। यसपालिको दसैँ नै रमाइलो भयो फाइनल्ली। अनि यो चाहिँ बल खेल्ने ग्राउन्ड। हामी पहिला खेल्दा पनि यस्तै थियो ग्राउन्ड। अहिले रोडबाट आएर पनि केही भएको छैन। हाम्रो गाउँको चौर हो, भलिबल ग्राउन्ड हो। अहिले समाजी ढिक्की छ यहाँ, तर यो काम नलाउने ढिक्की, भित्र काम नलाउने छ। म यहाँबाट अझै अगाडि आउनु जाने छु। फाइनली साथी हो, म यहाँबाट पनि अगाडि आइसकेको छु। हाम्रो रोडबाट हेर्नुहोस्, यस्तो झार हुँदैछ, गाडी हिँड्दा सबैको हाँसले भरिन्छ। यो बाटो जोड्यो भने केही रात हुन्थ्यो कि सल्यान गाउँसम्म जोड्यो भने त उता यो बाटो कसैले गाडीहरू हाल्थ्यो होला सायद भन्ने मेरो सोच हो। तर यसपालिको दसैँको बचत पनि परेन छ यो बाटोलाई। बाटो साफ गर्ने बचत पनि परेको छ। यसै कारणले गर्दा बाटो पनि अपुरो नै भएछ। यो अपुरो बाटो नै हो, यहीँसम्म मात्र टोटाली हानेको बाटो। यस्तो यहाँदेखि उता छैन, यतिकै सानो पैदल बाटो मात्र छ। अब यतिकै हिँडेर जाने हो यो बाटो, यहाँदेखि उता बाटो छैन, अपुरो नै छ, पुरा भएको छैन। यतिकै बारीको बाटो हेर्नुपर्छ। यिनीहरूले बाटो जोडेको छैन, यो बाटोसँगै अल्रेडी नै छ। यो बाटो पुरै अपुरो हो, गोरेटो बाटो मात्र छ। यतिकै यस्तो जङ्गलको बाटो आएँ म सल्लेरी घारी वन। सल्लेरी वन हो हाम्रो गाउँ र सल्यानको गाउँको बिचमा ठुलो घना जङ्गल छ। सल्लाको हो, त्यही जङ्गल हुँदै त्यही जङ्गल पार गरेर सल्यान गाउँ पुग्छु केही बेरमा।
यो तल देख्ने बागचोर बजार हो तपाईँहरू देख्नु भयो होला तल तल देख्ने बागचोर बजार हो तपाईँहरूले देखिसक्नु भएको छ होला तल त्यो जङ्गलभित्र देख्नु भयो नि तपाईँहरू हो त्यो पुरै बागचोर बजार मङ्गला गाउँपालिकाको केन्द्रीय कार्यालय त्यसमाथि मङ्गला गाउँपालिका 2 नम्बर वडाको गाविस पनि बागचोर नै पर्छ पुरै सल्लेरी घारी वन ठुलो जङ्गल छ महाजङ्गल घना जङ्गल आयो सल्लेरी घारी वन अझै छ आधा जति पार गऱ्यो होला अझै यहाँ पञ्चायती ठुलो जङ्गल छ सल्लेरीको सल्लाको जङ्गल छ सल्यान वन ठुलो छ सल्यान गाउँ पुग्नलाई मैले जङ्गल लगभग सल्लारको जङ्गल पार गरिसकेँ अब यो चौतरीमा एकछिन हावा खाएर बस्छु यो चौतरीमा मेरो ठक्कै बिसाउने चौतरी हो यो बाटो पुरै जङ्गलको भएर होला पुरा कोरा लागेछ पाइटमा पनि यो कोरा अब एकैचोटि माइत गएर टिप्ने होला छोरो र बुढीलाई साइडमा राखेर ल बुढी छोरो आऊ कोरा टिपाउँ भन्ने होला सँगै बसेर साठी म चाहिँ कोरो टिप्दैछु लगभग मैले सल्लेरी जङ्गल चाहिँ पुरै रूपमा क्लियर गरेर यता पार गरिसकेको अवस्था छ अब म यहाँबाट अगाडि लाग्छु चौतारदेखि पनि अगाडि लाग्यो त्यही हो चौतारो बाई बाई चौतारो सी यू अगेन भन्दै म अगाडि लाग्यो जुन त्यो अब अपुरो बाटो थियो त्यो बाटो म हिँडेको गोरेबट्टु बाटो हुँदै ल्याउने योजना हो तर योजना सक्सेस हुन सकेको छैन म पुरै यो खरबारीको बाटो हिँड्नु परेको छ किनकि यो बाटो मेरो ससुराली जाने बाटो हो त्यस कारणले पनि यो बाटो हिँड्नु परेको हो
अझै अगाडि जाँदैछु। सल्लाहको घारीको वन पार गरेर म अब अगाडि जाँदैछु। अघिको जुन त्यो अपुरो बाटो थियो नि साथी हो त्यो बाटो यता हुँदै ल्याएर यो रोड बाटो देख्नुभयो नि साथी हो यो रोड बाटोमा जोड्ने योजना हो तर सक्सेस भएको छैन अहिलेसम्म। फाइनल्ली यो बाटो चाहिँ गाडीहरू हिँडिरहेको छ। यो बाटो भनेको थाइबाङ हिडी अर्जुला सल्यानको मेन बाटो हो रोड बाटो। तर मेरो गाउँमा चाहिँ अझै पनि बाटो पुरा भएको छैन। अब यो बाटो चाहिँ म फेरि भाइब्याङ र्यालीहर खुम्ल्या पैँपाट हुँदै तुषारपानी हुँदै कुँ जाने बाटो हो साथी। गाडी चाहिँ कुर्नुपर्छ तर म हिँडेरै जानु पनि सक्छु। ससुराली गाउँ नजिकै हो। म सल्यानको गाउँ लगभग आइसकेको छु साथी। मेरो पछाडि घर देख्न सक्नुहुन्छ। यता माथि पनि यता तल पनि सब सल्यानको गाउँ हो। ठुलै छ गाउँ, बस्ती पनि राम्रो छ मिलेको। फाइनली साथी हो म चाहिँ अगाडि जाँदैछु। यहाँ माथि देख्नुभयो यो चाहिँ यहाँको स्कुल हो। म अझै अगाडि जाँदैछु। उता अगाडि देख्नुभयो त्यो ठुलो बिल्डिङ त्यो चाहिँ र्यालीहरको बिल्डिङ स्कुल हो। म त्यही स्कुल हुँदै जानेछु है त साथी। यो बाटो बाइकहरू हिँड्छ, बाइक गाडीहरू फुल्ली हिँड्छ यो बाटो चाहिँ।
सल्लेन गाउँ लगभग पार गरिसक्नु भएको छ यतातिर आइपुगेँ उता हो म पुग्ने चाहिँ फेरि सल्लेन गाउँ हो हजुर सल्लेनको गाउँमै छु अनि 5-10 मिनट जति लाग्छ मलाई यहाँबाट निस्किन एउटा सल्लेन गाउँतिर आइपुगेँ त्यसरी म चाहिँ सल्लेनको गाउँ लगभग पार गरिसक्नु लागेको अवस्था छ मान्छे डाँडा भन्ने ठाउँमा आइपुगेछु पुग्न लागेको अवस्था छ यहाँ पिङ हालेछ झुलुङ्गे पिङ साथी बल खेलिरहेँ म चाहिँ माथि हुँदै गएछु यो खोलाले मेरो सानो छँदाखेरि चप्पल बगाएको छ म यो बाटो मेरो ठुली आमाको गाउँ जाने बेलामा चप्पल बगाएछ म रुँडै घर पुगेको छु म चाहिँ माल्चे डाँडाबाट पनि तल लाग्यो अब यो उकालो छ यहाँबाट अगाडि उकालो छ खोला पनि छ यहाँ बिचमा गाउँको यस्तो बाटो हिँड्नुपर्छ भिरको बाटो पाखोको बाटो रोड बाटो छ पुरो छ यहाँको लागि ठुलो छ मेरो मोबाइल खाएको छ लाग्यो दुईवटा खोला छन् सम्झन लायक खोलाहरू छन् दुईवटै मेरो लागि एउटाले मोबाइल खाएछ बगाएको एउटाले चप्पल बगाएको फाइनली साथी एउटा नातिलाई भेटाएको थियो नाति पनि गयो उता उनको घर मेरो ससुराली मेरो गाउँ उनको बाबाको ससुराली भिरको बाटै उकालो छ हिँड्नै सकेन बोल्न पनि सकेन एकदम सास फुल्यो गाह्रो भयो सास फुलेर गाह्रो भयो त्यसैले बोल्न पनि गाह्रो पऱ्यो यो भाइभाङको उकालो हुन्छ यो उकालोलाई साथी हो एकदम गाह्रो हुन्छ यो उकालो हिँड्न अब यहाँदेखि भाइभाङ सुरु भयो भने यो घर पनि सुरु भयो
यहाँदेखि भाइबाङको गाउँ सुरु भयो यहाँदेखि एकदम गाह्रो छ बाटो हिँड्न गाह्रो छ एकदम ठुलो बाँसको गाडी छ यहाँ साथी हो चाहिँ यो गाडी हुँदै अगाडि आइसकेको छ यहाँ पनि चौतारी रहेछ अहिले बल्ल देख्यो चौतारी अहिले हालसालै बनाएको होला साइड यसले पनि हुनसक्छ त्यो पारी देख्नुभयो नि साथी हो त्यो सब सलन गाउँ हो म त्यही बाटो हुँदै यता आएको अन्त अर्को साइडमा आइसकेँ ठिक अर्को साइडमा यो टलटलाको पुरै सलन गाउँ हो फाइनली साथी हो म चाहिँ ठिक सल्यानको पारिपट्टि आइसकेँ अर्जुन मसँगै भन्दा नि हामी भर्जुलै पढेको साथी हो त्यस कारणले नि सल्यानको अहिले भेट भयो यसो गफगफ गऱ्यो अनि फेरि बिदाबाडी भएर लाग्यो उकालोतिर एकदम गाह्रो भयो सल्यान गाउँ हेर्नुहोस् है यो तल जति पनि देखिन्छ सल्यान गाउँ माथिको भर्जिला गाउँ फाइनल्ली म ठिक पारी छु एकदम गाह्रो भइरहेछ रेलीहरू आइपुग्नु लागेको अवस्था यो बाटो पनि लगभग पिच भएर चाहिँ धलन भएर चाहिँ यहाँसम्म अब केही हल्का हुन्छ बाटो हिँड्नलाई सम्म छ गाह्रो भइरहेको हिँड्नलाई तलतिरबाट गाडीहरू आइरहेको छ पछाडिबाट गाडी आइरहेको तलतिर तर म हिँड्दै जान्छु अब केही नजिक हो आइसक्यो फाइनल्ली गाइज हाम्रो गाउँतिर गाडी आयो भने यस्तो तरिकाले जान्छ झुन्डेर के गाडी हाँसी चल्दैन एउटा दुइटा चल्छ त्यसमा पनि पुरा नम्बर छ तरिकाले गोरेलीहरू आइपुगेको अवस्था
कट्टु पनि नलागेला गऱ्यौँ है फाइनली साथी म र्यालीहरू आइपुग्न लागेको अवस्था छ है लगभग घरहरू नजिक नजिक देखिसक्यो पारी देख्न सक्नुहुन्छ नि तपाईँहरूले जति पनि त्यो चाहिँ सल्यान गाउँ सल्यान हुने घरजिल्ला अनि यता आएपछि थाइबाङ त्यो माथि सेतो सेतो देख्नुभयो सब थाइबाङ त्यो घरजिल्ला गाउँ यो तलको सल्यान गाउँ वाइट म चाहिँ र्यालीखोर अघि जुन तपाईँहरूलाई स्कुल देखाएको थिएँ नि म हो त्यहीँनिर अघि आएको गाडी यता छ अघि तल मलाई तल उछानेर आएको थियो नि हो त्यो गाडी चाहिँ यहाँ छ यति धेरै मान्छे हालेर रहेछ यति धेरै गाडीको लोड भन्न धेरै र्यालीहरू लगभग स्कुलबाट माथि आइसक्यो फाइनली र्यालीहरूदेखि माथि आइसकेँ म